नमस्कार, मेरो नाम प्रिन्स तामाङ। मूल घर काभ्रे तेमाल गाउँपालिकामा हो, वडा नम्बर 5। सुरुदेखि नै फोजिपे टार्गेट बनाएर त्यही अनुसार नै मेहनत गरेँ र अन्तिममा आयो पनि। अब सक्दो दिएँ, पढेँ, शिक्षकहरूले दिएको मार्गनिर्देशनलाई फलो गरेँ अनि कन्सिस्टेन्सी मेन्टेन गरेँ। पढाइलाई चाहिँ निरन्तरता दिइरहेँ, बिचमा त्यो छोड्ने केही गरिनँ। अनि जुन विषय चाहिँ मलाई गाह्रो लाग्थ्यो त्यही विषयलाई बढी ध्यान दिएँ अनि अन्तिममा त्यसरी नै आयो। सामाजिकमा चाहिँ फोजिपे ल्याउन हल्का फ्ललेसै हुनुपर्छ, कुनै गल्ती गर्नु हुँदैन। त्यसै अनुसार मैले कुनै पनि गल्ती नगर्ने गरी नै पढेँ अनि हरेक पाठ र युनिटलाई नजर दिएँ अनि अलि महत्त्व बढी भएकोलाई झन् बढी नै इन्ट्रेस्ट देखाएँ अनि त्यसलाई बढी ध्यान दिएँ। सबै टिचरको फरक टेक्निक हुन्छ अनि अब हरेक सब्जेक्टलाई छुट्टै प्याटर्न चाहिन्छ पढ्नलाई पनि। अनि टिचरहरूले अब आफ्नो बेस्टै दिनुभयो अनि कमजोर स्टुडेन्टहरूलाई अब झन् बढी ध्यान दिनुभयो, उनीहरूलाई अलि बेसबाटै सिकाउनु भयो अनि अब अलि बुझ्नेलाई चाहिँ हल्का सजिलो तरिकाले भन्दा पनि एउटा गाइडेन्स मात्रै दिनुभयो अनि हामीले त्यही अनुसार गऱ्यौँ। अनि पुरै टिचरमै चाहिँ हामीलाई आत्मनिर्भर हुन दिनु भएन, हामीले आफू पनि मेहनत गऱ्यौँ। हरेक दिनै पढ्ने गर्थेँ, अब त्यो छुटाउँदैन थिएँ, तर जब मन लाग्यो त्यति बेलै पढ्थेँ। त्यो बिहान पढ्ने बेलुका पढ्ने हुँदैन थियो। अब कहिले बिहान पढिन्थ्यो, कहिले बेलुका पढिन्थ्यो। बुबा र आमा थाङ्का पेन्टिङ गर्नुहुन्छ र आमा चाहिँ हाउसवाइफ पनि हुनुहुन्छ। मलाई 8 कक्षादेखि नै हो एसईमा फोजिपे ल्याउँछु भन्ने मनदेखि नै आयो। अनि अब 8 कक्षाको 10मा त्यति त्यो हुँदैन, अब 9देखि चाहिँ अलिक मेहनत गरेँ अनि 10मा हुँदा 4 जिपे ल्याउनेसम्म भयो। सर्वप्रथम त निरन्तरता हुनै पर्यो, त्यो बिचमा छोड्ने फेरि पढ्ने छोड्ने त्यस्तो हुनु भएन। अनि 9 र 10मै राम्रो पढ्नु पर्यो, 8, 9, 10मै भनौँ अझ बेस हो 8 र 9, 10को लागि। अनि 8 र 9 राम्रो पढे 10 सजिलो हुन्छ। अनि 10मा अब 7वटा विषय हुन्छ, 7वटामा अब सबैको फरक पढ्ने तरिका हुन्छ। तर अब सजिलो छ भन्दैमा त्यसलाई हेप्नु नै भएन नपढिकन, गाह्रो छ भन्दैमा फेरि आउँदैन भनेर नपढ्नु नि भएन। गाह्रोलाई बढी मान्यता दिने तर त्यसको साथ पनि सजिलोलाई पनि सँगै लग्ने। अनि इन्टरनेट सोसियल मिडियाहरूमा पनि पाइन्छ पढ्ने तरिकाहरू, त्यो आएन भने सर्च गर्न मिल्छ हामीले। अनि एउटा लर्निङ टेक्निकहरू पनि हुन्छ, त्यही अनुसार अब त्यो हामीले पढेपछि एक्चुअली कपीमा आफूले लेख्ने गर्नुपर्छ होइन। अनि त्यो एक्जामै दिए जस्तो हुन्छ क्या, पढ्ने अनि कपीमा लेख्ने, अब कुन आएन त्यो फेरि पढ्ने अनि याद हुँदै जान्छ त्यसरी, त्यसलाई एक्टिभ रिकल भनिन्छ। त्यो गरेँ मैले। नआएको कुरा फेरि अब कुन मैले आएन, अब एक्जाममै गएर सिधै लेख्यो, घरमा पढ्यो मात्रै एक्जाम गएर सिधै लेख्यो भने त कुन मैले बिर्सेँ कुन बिर्सिनु रहेछ थाहा नै हुँदैन। अब कोठामै बसेर पढेर लेखेर हेर्दा यो मैले बिर्सिनु रहेछ भन्ने थाहा हुन्छ अनि एक्जाममा गएर त्यो बिर्सिँदैन। साइन्समा कम्प्युटर साइन्स पढ्ने योजना रहेको छ। बुवा आमा नि साथसाथै खुसी नै हुनुहुन्थ्यो। अब एक्सपेक्ट त गरेकै थिएँ, आयो पनि। अब यो एउटा रमाइलै भयो, घरतिर पनि सबै खुसी नै भए, अब बधाई पनि दिए। अब सबैको मुहारमा एउटा हर्ष चाहिँ देखिन्थ्यो भनौँ। अनि अब सबैले अब अझै आशा राख्नुभएको छ, त्यसलाई म पुरा गर्छु। कक्षा 10 आएपछि अब ढिला नगर क्या, म पछि गर्छु भन्दै एसई आइसक्छ, थाहा नै हुँदैन। सुरुदेखि नै पढ्दै जाऊ अनि कन्सिस्टेन्सी चाहिँ मेन्टेन गर। लर्निङ टेक्निक्सहरू युट्युब अब सोसियल मिडिया अरूमा देख्न पाइन्छ, इन्टरनेटहरूको नि युज गर्न सकिन्छ। अब पुरै त्यसमा चाहिँ निर्भर नहौ, तर एउटा सहायता चाहिँ लिन सकिन्छ। अनि पछि एउटा टार्गेट सेट गरेर म एसईमा यो ल्याउँछु भनेर, अब फोजिपे ल्याउँछु भनेर सेट नगरेसम्म तिम्रो फोजिपे आउनेवाला छैन। अनि अब शिक्षकहरूको मार्गनिर्देशनहरूलाई नि फलो गर अनि यसरी आउँछ होला मेरो विचार। मैले यही गरेको। अनि यसमा अब विद्यालयको त भइहाल्छ, विद्यालय प्रशासनको नि भइहाल्छ। अनि अरू शिक्षकहरू पनि हुनुहुन्छ, अब हामीलाई एक्स्ट्रा क्लास दिँदा उहाँहरू पनि बस्दिनु भयो कक्षामा। अनि पछि अब विद्यालय अभिभावकको नि एउटा भूमिका हुन्छ र आफ्नो पनि हुन्छ न त। अब आफूले गरे मात्र आउने हो, आफूले गरेपछि अब त्यो अरू पक्षबाट सहयोग आयो भने चाहिँ गर्न सकिन्छ। अब आफूमा विश्वास चाहिँ राख्नु पर्यो, त्यसपछि मात्र अरूको सहायताले गर्न सकिन्छ। अब आफूमै विश्वास छैन भने त आउनेवाला छैन।